नमस्कार सबैजनालाई। बुद्धले परमात्माको बारेमा, ईश्वरको बारेमा नकारेका कुराहरू अहिले भाइरल भइरहेका छन्। बुद्धले परमात्मालाई मान्दैनन्, मानेका छैनन्। यी सब कुराहरू युट्युबमा भाइरल भएको देखिन्छ। तर उहाँहरूले कुरा बुझ्दै नबुझी बुद्धको बारेमा गलत प्रचार गरेका छन्। यस बारेमा यो भिडियोमा केही कुराहरू बताइएको छ, पुरा हेर्नुहोला। एक दिन बुद्ध आफ्ना शिष्यहरूसँग कतै घुम्दै जाँदा बाटोमा हिँडिरहेका एकजनाले बुद्धलाई सोधे, प्रश्न गरे, हे बुद्ध, के ईश्वर छ भनेर उनले सोधे। अनि बुद्धले भने, तपाईको विचारमा के लाग्छ? तपाईलाई कस्तो लाग्छ? त्यो प्रश्न सोध्ने मान्छेले भने, मलाई ईश्वर छ जस्तो लाग्छ, ईश्वरको अस्तित्व छ जस्तो लाग्छ भनेर उनले भने। त्यसपछि बुद्धले के भने भने, तपाईं बिल्कुल गलत हुनुहुन्छ। ईश्वर जस्तो कुनै सत्ता नै छैन, ईश्वर नै छैन भनेर उनलाई जवाफ दिए। त्यसपछि त्यो मान्छे फरक्क फर्केर त्यहाँबाट गए। यसो अलि अगाडि जाँदा एकजना अर्को व्यक्तिसँग भेट भयो। उनले बुद्धलाई सोधे, हे बुद्ध, के ईश्वरको अस्तित्व यो संसारमा छ? ईश्वर छ त? अनि बुद्धले यसको जवाफमा के भने भने, तपाईको विचारमा के छ? तपाईलाई कस्तो लाग्छ? त्यसपछि त्यो प्रश्न सोध्नेले भने, ईश्वरको सत्ता छैन जस्तो लाग्छ, ईश्वर छैन जस्तो लाग्छ। अनि बुद्धले उनलाई भने, तिम्रो यो सोचाइ बिल्कुल गलत हो। यो ब्रह्माण्डमा ईश्वर बाहेक केही छैन, परमात्मा नै परमात्मा छ। अनि ऊ पनि त्यहाँबाट फरक्क फर्केर गए। साँझतिर बुद्ध विश्राम गरिरहेको बेलामा एकजनाले आएर सोधे, हे बुद्ध, म ईश्वरको खोजीमा छु, परमात्माको खोजीमा छु। यो संसारमा ईश्वरको अस्तित्व छ कि छैन, ईश्वर छ कि छैन भनी प्रश्न गरे। तर यसको उत्तरमा बुद्ध चुपचाप बसिरहे, केही जवाफ दिएनन्। शान्त बसिरहे, केही बोलेनन्। यो सबै घटना बुद्धका ती शिष्यहरूले सुनिरहेका थिए। तिनीहरू घोर आश्चर्यमा परे, किनभने तिनैजनाको प्रश्न एउटै थियो, तर बुद्धले
ती प्रश्नको उत्तर तीनैजनालाई अलग अलग दिए। यो कहिले हुन सक्छ? प्रश्न एउटै तर उत्तर फरक फरक। सुरुमा छैन भने, त्यसपछि छ भने, त्यसपछि अन्तिममा चुप बसे। यो देखेर बुद्धका शिष्यहरू घोर आश्चर्यमा परे। अनि उनको एकजना शिष्यले सोधे, हे भन्ते, तपाईले तीनैजनालाई अलग अलग उत्तर दिनुभयो, तर प्रश्न एउटै थियो। त्यस्तो किन गुरु, किन भन्ते? भनी उनले बुद्धलाई प्रश्न गरे। अनि उनले मुस्कुराउँदै भने, जो व्यक्ति सबभन्दा पहिले आएको थियो उसले अरूको कुरा सुनेर ईश्वर छ भनी आफ्नो मनमा मान्यता बनाएका थिए। त्यसैले मैले ईश्वर छैन भनिदिएँ। किनभने ईश्वरलाई मान्यता बनाउने होइन, कसैले भनेको कुरामा विश्वास गर्ने होइन। मान्नु र जान्नुमा फरक हुन्छ। कसैले केही कुरा भनिदियो र त्यसलाई स्वीकृति दियो भने त्यो मान्नु मात्रै हो, तर त्यसलाई खोजेर पत्ता लगाउनु नै जान्नु हो। त्यसैले मैले उसको मान्यता तोड्नको लागि छैन भनिदिएँ। अब ऊ यसको खोजीमा निरन्तर लागिरहन्छ। त्यही भएर मैले उसको मान्यता तोड्नको लागि छैन भनिदिएको हुँ। कुनै पनि कुरालाई मान्नु र जान्नुमा धेरै फरक हुन्छ। र दोस्रो व्यक्ति जुन आएको थियो, उसलाई मैले ईश्वर छ भनिदिएँ। ईश्वरको सत्ता बाहेक केही छैन भनिदिएँ। किनभने उसले पनि ईश्वर छैन, अरूले भनेको कुरामा विश्वास गरेर ईश्वर छैन भन्ने मान्यता बनाएको थियो। त्यसैले उसको मान्यतालाई तोड्नको लागि मैले ईश्वर छ भनिदिएँ। किनभने उसले त्यसपछि आफ्नो मान्यता तोडेर ईश्वरको खोजीमा लाग्छ। उसले पनि अरूको मान्यतालाई आफ्नो मान्यता बनाएको थियो। मान्नु सत्य होइन, जान्नु सत्य हो। अरूले भनेको भरमा स्वीकृति दिनु नै मान्नु हो, तर त्यसलाई निरन्तर खोजमा लाग्नु जान्नु हो। ईश्वर छ या छैन भनेर अरूको कुरालाई मान्यता बनाएर मात्रै नबसोस्, त्यसको खोजीमा निरन्तर लागिरहोस् र आफूले जानोस् भनेर कसैलाई छ भनिदिए, कसैलाई छैन भनिदिए। ताकि उनीहरू ईश्वरको खोजीमा निरन्तर लागेर ईश्वरलाई अनुभव गरोस् र खुद आफै जानोस्। मैले उनीहरूको मान्यतालाई हटाएर, धारणालाई मेटाएर
ईश्वरको खोजीमा निरन्तर लागोस्। ईश्वरलाई जानेर अनुभव गरेर आफ्नो मान्यतालाई मेटाओस् भनेर मैले त्यसो भनेको हो। अनि तेस्रो व्यक्ति ईश्वर छ छैन भन्ने बीचको दोधारमा थिए। त्यसैले मैले चुप बसेको हो। ईश्वर छ छैन भन्ने मान्यता हटाएर, धारणा मेटाएर ईश्वरको खोजीमा स्वयं निरन्तर लागिरहोस् र अनुभव गरोस् अनि जानोस् भनेर मैले उसलाई केही जवाफ नदिएको, चुपचाप बसिरहेको, शान्त भएर बसिरहेको। सुरुमा त प्रश्न एक जवाफ अनेक सुनेर कति शिष्यहरू त बुद्धलाई छोडेर गए। यस्तो पनि बुद्धत्व प्राप्त गरेको गुरु हुन्छ। प्रश्न एउटा, जवाफ फरक फरक दिने। तर केही शिष्यहरू उनीसँगै लागिरहे। पछि त्यहाँ भएका शिष्यहरूले भने, तर जेसुकै भए पनि ईश्वर छ छैन तपाईको यसमा के विचार छ, के धारणा छ, मलाई स्पष्ट भनिदिनु पर्यो भनेर शिष्यहरूले सोधे। त्यसपछि बुद्धले भने, पहिले मेरो प्रश्नको जवाफ देऊ अनि म तिम्रो उत्तर दिनेछु। सूर्य छ कि छैन? सूर्यलाई मान्छौ कि मान्दैनौ? यो सुनेर शिष्य आश्चर्य परे। कस्तो कुरा गर्नुभएको? सूर्यलाई कसले मान्दैन? सूर्य त प्रत्यक्ष देखिन्छ, आँखाले प्रत्यक्ष देखिन्छ, मान्ने नमान्ने सवालै हुँदैन। तपाईले कस्तो प्रश्न गर्नुभएको भनेर शिष्यले भने। सूर्य बिहानै उदाउँछ, सबैलाई उज्यालो दिन्छ, प्रकाश दिन्छ। यो त सबैलाई थाहा छ। सूर्य बिना हाम्रो अस्तित्व नै रहँदैन। जीवनको कल्पना पनि गर्न सकिँदैन। हाम्रो जीवन यसैमा आधारित छ भनेर शिष्यले भने। अनि बुद्धले भने, ठीक त्यसै गरी जसरी सूर्य देखिने भएकोले यसलाई मान्ने नमान्ने प्रश्न नै उठ्दैन, त्यसै गरी ईश्वर छ कि छैन भन्ने बारेमा प्रश्न नै नउठ्नु पर्ने हो। प्रश्न त्यस बेला उठ्छ जब शङ्का हुन्छ, हो कि होइन? शङ्का नभएपछि प्रश्न उठ्दै उठ्दैन। हो या होइन, छ या छैन भन्ने विषयमा शङ्का भएपछि मात्रै प्रश्न उठ्छ। तिमीहरूलाई शङ्का उठ्नु स्वाभाविकै हो, किनभने ईश्वर सूर्य जस्तो प्रत्यक्ष देखिँदैन, देखिने कुरा पनि होइन। यदि देखियो भने पनि त्यो ईश्वर होइन। यो 1000% सत्य हो। यसलाई गाँठो बनाएर राख्नु। जसरी प्रत्यक्ष देखिने चीज वस्तुमा मात्र हाम्रो विश्वास गर्ने मान्यता रहेको छ, त्यसै गरी कुनै पनि कर्म नगरी ईश्वर प्राप्त हुँदैन भन्ने हाम्रो मान्यता रहेको छ। यो मान्यता कसले दियो? गुरु महाराजजी, सन्त महात्माहरूले। तर ईश्वर अकर्ता हो,
यसलाई कुनै पनि कर्मले छुँदैन भन्ने कुरा थाहा भएन। आजसम्म हामीलाई बताइएको पनि छैन, सिकाइएको पनि छैन। असलमा ईश्वर छ छैन भन्ने विषयमा बहस गर्नु नै मूर्खता हो। कुनै प्रश्न गलत छ भने त्यसलाई दिने जवाफ पनि गलत नै हुन्छ। किनभने प्रश्न गलत छ भने उत्तर त सही हुने कुरै हुँदैन। हाम्रो दिमागमा यस्तो गलत प्रश्नहरू उठ्नुको कारण के हो भने हाम्रो गुरु महाराजजी सन्त महात्माहरूले ईश्वरको बारेमा, परमात्माको बारेमा गलत उल्टो ज्ञान दिएका छन्। त्यही भएर हामीलाई ईश्वरको बारेमा प्रश्न उब्जिनु स्वाभाविकै हो। उनीहरूले ईश्वरलाई बुद्धिले नाप्न खोजेका छन्, बुद्धिले जान्न खोजेका छन्। तर मन बुद्धिमा जे आउँछ त्यो सब भ्रम हो, धोका हो भन्ने कुरा बताएनन्, सिकाएनन्। देखिने जति, चाहे सूक्ष्म होस्, चाहे स्थूल होस्, चाहे दिव्य होस्, चाहे दिव्यभन्दा पनि दिव्य होस्, सबै परिवर्तनशील हो। बुद्धले भने ईश्वरलाई मान्नु होइन, जान्ने हो, यति मात्रै भनेका हुन्। तर यहाँ त बेवकुफहरूले बुद्धलाई नै गलत साबित गरिदिएका छन्। बुद्ध त अनिश्वरवादी, ईश्वर मान्दैनन् भन्ने हल्ला प्रचारवादी। बुद्धले भनेका छन् एउटा कुरा, गर्छन् अर्कै कुरा। देखिने र अनुभवमा आउने जति सब भ्रम हो, धोका हो। तिमीहरू पनि मान्नेहरूकै श्रृङ्खलामा पर्छौ। यदि तिमीहरू ईश्वरलाई मान्छौ भने मात्र म केही भन्न सक्दिन, तर जान्ने हो भने मात्र म केही मद्दत गर्न सक्छु भनेर बुद्धले आफ्ना शिष्यहरूलाई भने। हामीले आजसम्म केवल मानेरै मात्र बसेको भए संसारले यति प्रगति गर्न सक्दैन थियो। निरन्तर खोजीमा लागेर जानेर नै यति प्रगति हुन सकेको हो। यदि हामी मानेर मात्रै बसेको भए मानव विकासको क्रम नै रोकिन्थ्यो। मानवले हरेक क्षेत्रमा जान्न खोजेकोले नै यति विकास सम्भव भएको हो। जसले आफ्नो अस्तित्वलाई मान्दैन उसले ईश्वरको अस्तित्वलाई पनि मान्दैन, स्वीकार्दैन। आफ्नो अस्तित्वलाई जान्नु नै ईश्वरलाई जान्नु हो, परमात्मालाई जान्नु हो, चैतन्यलाई जान्नु हो। मान्नु एकदम सजिलो छ। कसैले भनेको कुरालाई सहर्ष स्वीकृति दिनु नै मान्नु हो। त्यसमा केही गाह्रो छैन। तर जान्नु धेरै गाह्रो छ। जान्नको लागि निरन्तर खोजी लागिरहनुपर्छ। अनि मात्रै केही जान्न सकिन्छ। मान्नको लागि केही परिश्रम गर्नु पर्दैन, तर जान्नलाई परिश्रम चाहिन्छ। जसले निरन्तर खोजीमा लागिरहन्छ उसले मात्रै लक्ष्य हासिल गर्छ, लक्ष्य प्राप्त गर्छ। बुद्ध भन्नुहुन्छ कुनै पनि विषयमा जाने बिना ज्ञान अधुरो हुन्छ।
त्यो अन्तिममा आएको जिज्ञासु व्यक्ति फेरि भोलिपल्ट बिहान सबेरै बुद्धलाई भेट्न आयो र उनले भने, मैले हिजो सोधेको प्रश्नको जवाफमा तपाईँ किन मौन हुनुभयो, केही पनि जवाफ दिनु भएन भनेर सोधे। अनि फेरि त्यो जिज्ञासु व्यक्तिले भने, मेरो जीवनको एउटै मात्र लक्ष्य हो ईश्वर प्राप्ति, ईश्वरको खोजी, ईश्वरसँग ब्रह्म ज्ञान प्राप्त गरौँ। मैले सुनेको थिएँ तपाईँ ब्रह्म ज्ञान प्राप्त गरेको ज्ञानी महापुरुष हुनुहुन्छ। तपाईँ अवश्य पनि ईश्वरको बारेमा जान्नुहुन्छ। तपाईलाई ब्रह्म ज्ञान प्राप्त छ। के मलाई ईश्वरको खोजीमा सहयोग गर्नुहुन्छ त? अनि बुद्ध भन्नुहुन्छ, तिमीले ईश्वर कहाँ कहाँ खोज्यौ? ती जिज्ञासु व्यक्तिले भने, मैले ईश्वर मन्दिरमा, धार्मिक स्थलहरूमा, यज्ञ हवन आदि सबैमा, ईश्वर खोजीमा मैले कुनै ठाउँ बाँकी राखेको छैन। मैले खोज्नुपर्ने सबै ठाउँमा खोजिसकेँ। तर पनि यत्रो खोजिसक्दा पनि ईश्वर प्राप्ति भएन, परमात्मा प्राप्ति भएन। म अधुरो भएँ। एकजनाले मलाई भनेको थियो, बुद्ध ब्रह्मज्ञानी हुनुहुन्छ, ईश्वर प्राप्त गर्नुभएको छ। उहाँले तपाईलाई ईश्वर प्राप्तिको मार्गमा सहयोग गर्नुहुन्छ। त्यहाँ गएर बुद्धलाई भेट भन्नुभयो अनि म यहाँ आएको हो। मलाई ईश्वर प्राप्तिमा सहायता गर्नुहुन्छ त? भनेर ती जिज्ञासुले भने। अनि उसको कुरा सुनेर बुद्धले भने, अवश्य गर्छु, तर तिमीले एउटा मेरो काम गर्नुपर्छ। मलाई ईश्वर प्राप्तिको मार्गमा सहयोग गर्नुहुन्छ भने म तपाईको जेसुकै काम गर्न पनि तयार छु भनेर ती व्यक्तिले भने, ती जिज्ञासुले भने। अनि बुद्ध भन्छन्, मेरो मोती हराएको छ, खोज्नको लागि मलाई सहायता गर भन्नुभयो। अनि ती जिज्ञासुले भने, तपाईको मोती खोज्नलाई म अवश्य सहयोग गर्नेछु। म तपाईको मोती खोजेर ल्याउनेछु। अनि ती जिज्ञासु व्यक्ति बुद्धको मोती खोज्न निस्के। कैयौं दिन लाग्यो मोती खोज्नलाई, कैयौं दिन। कैयौं दिन बितिसक्दा पनि मोती भेटिएन। अब के गर्ने? सारा खोजिसक्यो, भेट्दैन बा। यसरी कैयौं दिन खोजिसक्दा पनि मोती नभेटिएपछि ती जिज्ञासु बुद्ध कहाँ गए र बुद्धलाई भने, मैले कैयौं दिन लगाएर मोती खोजेँ, तर तपाईको मोती मैले पत्ता लगाउन सकिनँ, भेटिनँ। अनि बुद्धले भने, मेरो हराएको मोती खोजेर ल्याएर मलाई दिएपछि मात्र म तपाईलाई ईश्वर खोजीमा सहायता गर्न सक्छु, अन्यथा म असमर्थ छु भनेर बुद्धले ती जिज्ञासुलाई भने। त्यसपछि ती जिज्ञासु फेरि मोती खोजीमा हिँडे, किनभने उसलाई ईश्वरलाई जान्नु थियो, ईश्वरलाई प्राप्त गर्ने थियो, ब्रह्मज्ञान प्राप्त गर्नु थियो। त्यही लोभमा ऊ फेरि मोती खोज्न निस्के। मोती खोज्दा 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 कैयौं दिन बितिसक्यो, त्यही पनि मोती भेटिएन।
त्यसरी मोती नभेटिएपछि ती जिज्ञासु व्यक्ति फेरि बुद्धका फर्केर गए र बुद्धका गएपछि उसले बुद्धलाई सोधे, हे बुद्ध, तपाईँ ठिकसँग याद गर्नुहोस् त, तपाईँले मोती कहाँ हराउनु भएको, तपाईँको मोती कहाँ हराएको? अनि बुद्धले हाँस्दै भने, मेरो मोती त कुटियामा हराएको थियो। बुद्धको कुरा सुनेर जिज्ञासु रिसले आगो भए र उनले भने, तपाईँले मलाई मूर्ख बेवकुफ बनाउन खोज्नुभएको हो। मैले त तपाईँलाई ब्रह्मज्ञानी सम्झेको थिएँ। तपाईँ त बेवकुफ महामूर्ख हुनुहुँदो रहेछ। तपाईँ कसरी ब्रह्मज्ञानी हुनुभयो? तपाईँ ब्रह्मज्ञानी भएको नाटक गरिरहनु भएको छ। तपाईलाई यति पनि थाहा छैन, जुन चिज कुटीमा हराएको छ त्यसलाई बाहिर खोजेर कसरी पाइन्छ? जहाँ हराएको छ त्यही खोज्नुपर्छ, कुटीमा नै खोज्नुपर्छ, अनि मात्र भेटिन्छ। बुद्धले भने, हो, मैले यही कुरा तिमीलाई सम्झाउन खोजेको हो। जुन चैतन्य ईश्वर तपाईको भित्र छ, तिमी बहिर्मुख भएर बाहिर बाहिर खोज्दै हिँड्छौ, अनि ईश्वर कसरी प्राप्त हुन्छ, कसरी भेटिन्छ? तपाईँ कैयौं वर्ष लगाएर ईश्वरलाई बाहिर खोज्नुभयो। तपाईले एक पटक पनि अन्तर्मुख भएर ईश्वरलाई आफू भित्र खोज्नुभयो? अन्तर्मुख भएर आफू भित्र खोज्नु अनि मात्रै साक्षात् ईश्वर प्राप्त हुन्छ। यो कुरा सुनेर जिज्ञासुले भने, तपाईले ठीक भन्नुभयो, तर आफूभित्र कसरी के गरी खोज्नु? बुद्धले भने, तिमीले ईश्वर खोज्न लागेका हो कि होइन? त्यसैले तिमी अन्तर्मुख भएर आफूभित्र खोज। फेरि जिज्ञासु भन्छन्, म आफैलाई किन खोज्ने? म को हुँ? मेरो नाम ठेगाना के हो? म कहाँ बस्छु? यति थाहा हुँदै म आफूले आफैलाई किन खोज्ने? म मूर्ख हो र आफैले आफैलाई खोज्ने? तपाईको सबभन्दा नजिक के छ? जिज्ञासु भन्छन्, यति बेला मेरो सबभन्दा नजिक तपाईँ हुनुहुन्छ। अनि बुद्ध फेरि सोध्छन्, त्यो भन्दा नजिक के छ? जिज्ञासुबाट जवाफ आउँछ, हावा छ। त्यो भन्दा नजिक हावा छ। बुद्धले फेरि जिज्ञासुलाई सोध्छन्, हावा भन्दा नजिक तिम्रो के छ? त्यो हावा भन्दा नजिक मेरो कपडा छ, मैले लगाएको कपडा छ। अनि बुद्ध फेरि सोध्छन्, तिमीले लगाएको कपडा भन्दा नजिक के छ? जिज्ञासु भन्छन्, त्यो भन्दा नजिक त केही पनि छैन। अनि बुद्ध फेरि भन्छन्, त्यसो भए तिमी आँखा चिम्म गरेर अन्तर्मुख भएर खोज।
विचारहरू आउँछ जान्छन्, मनमा कैयौँ विचारहरू आउँछन् जान्छन्, त्योसँग नलड। तिमी जति विचारहरूसँग लड्छौ झन् विचारहरूको ओहिरो लाग्छ। केवल हेरी मात्रै रहौ। अब तपाईको सबभन्दा नजिक के छ? जिज्ञासु मनमनै सोध्छन्, श्वास हो जस्तो लाग्छ। तर बिस्तारै श्वास पनि मदेखि टाढा भएर गए जस्तै लाग्छ। अनि मुटुको धड्कन नजिक हुँदै आएको जस्तो लाग्छ। त्यसपछि बिस्तारै बिस्तारै मुटुको धड्कन पनि मदेखि टाढा भए जस्तो लाग्छ। अनि त्यसपछि मलाई छुट्टै अनुभव भएको जस्तो लागिरहेको छ। अनि उनी भन्छन्, मैले आफूलाई कतै पनि पाइनँ, तैपनि म छु जस्तो लाग्छ। यस्तै यस्तै अनुभव भइरहेको छ। जिज्ञासु भन्छन्, तर अहिले पनि मलाई के भइरहेको छ, के अनुभव भइरहेको छ, म बुझ्नै सकिरहेको छैन। त्यसपछि बुद्धले भने, हो, अब तिमी सही खोजीमा लागेका छौ। त्यसैले कसैले भनेको कुरामा विश्वास मानेर नबस्नु। त्यसको बारेमा सत्य तथ्य के हो खोजीमा लाग्नु। अनि मात्रै आफ्नो लक्ष्य पुरा हुन्छ। एउटा गाउँमा पुरै अँध्यारो थियो। पुरै गाउँ नै अँध्यारो थियो। तर गाउँको बीचमा एक ठाउँमा बत्ती बलिरहेको थियो। एकजनाको चाबी हराएको रहेछ र त्यो मान्छे त्यहाँ बत्ती बलिरहेको ठाउँमा चाबी खोज्न लागिरहेको थियो। त्यो देखेर केही मान्छेहरू त्यहाँ जम्मा भए र उसको चाबी खोज्नलाई सहयोग गर्न थाले। उनीहरू पनि चाबी खोज्नलाई जुटे। निकै बेर खोज्दा पनि नभेटिएपछि ती खोजी गर्ने मध्ये एकजनाले उनलाई सोधे, तपाईको चाबी कहाँ हराएको थियो? अनि उसले जवाब दिन्छ, होइन, मेरो चाबी त घरमा हराएको थियो। त्यसपछि अर्को व्यक्तिले भन्छ, त्यसो भए तिम्रो चाबी घरमा हराएको भए यहाँ किन खोजेको? जहाँ हराएको छ त्यहाँ पो खोज्नुपर्छ। हो, यो कथाले के सन्देश दिन्छ भने जुन चिज जहाँ हराएको छ त्यही खोज्नुपर्छ, अनि मात्रै भेटिन्छ। बुद्धले यसमा राम्रो सन्देश दिन खोजेका छन्, तर केही अन्योलमा परेका भट्किएका सन्त महात्माले बुद्धको उपदेशलाई गलत अर्थ लगाएर बुद्धको उपदेशलाई गलत साबित गर्न खोजेका छन्। तर बुद्धले भगवानको बारेमा, ईश्वरको बारेमा नास्तिकता देखाएकै छैन। तर यहाँ प्रचार गरिएको छ, बुद्ध ईश्वरलाई मान्दैनन् भनेका छन्। तर उहाँको कुराले, उहाँको विचारले त्यस्तो लाग्दैन। यति ध्यानपूर्वक सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यस्ता गलत प्रचार गर्नेहरूप्रति नलाग्नुहोला।
सही सन्देश के हो, सही ज्ञान के हो, यसको पहिचान गरेर तपाईहरू अघि बढ्नु हुनेछ भन्ने मेरो आशा छ। र यस्ता ज्ञानको कुराहरू आफू मात्र सीमित नराखेर सबैलाई जानकारी गराउनको लागि के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई थाहा छँदैछ। सेयर गर्नुहोला, सब्सक्राइब गर्नुहोला, सबै साथीभाइहरूलाई जानकारी गराउनुहोला। यति भन्दै धेरै धेरै धन्यवाद दिँदै म बिदा हुन्छु। नमस्कार।